विशेष गरेर अब मगर जातिले मनाए पनि रोल्पा रुकुम दाङ आसपासका क्षेत्रमा चाहिँ विभिन्न क्षेत्रमा विभिन्न जाति सबै सम्पूर्ण प्राणीहरूले अर्थात् मानवले मनाउने यो भूमि पर्व कसलाई उद्घाटन गरे हामी त है भूमि पर्वको विषयमा चाहिँ योभन्दा अगाडि केही थाहा थियो हजुरलाई? निकै नै सभ्य र भव्य भएको छ। रुकुम चाहिँ रोल्पा गाजर खासमा भिडियो बनाउने मान्छे उहाँ हो। उहाँ आज चाहिँ काममा खटिनु भएको छ। पुजारी को हुनुहुन्छ उहाँ? बाजा बस्या छ क्या, त्यही भएर आज बाजा बज्यो होइन। परदेसी आए बोकी आए हामी कहाँ जाँदैछौँ अहिले? भूमि हो। यहाँ चाहिँ के छ नि? यहाँ चाहिँ के छ? खानेकुरा यस्तो खाना पाइन्छ। जिजिम कहाँको नि? जिजिम कहाँ दादाले चाहिँ जिजिम कहाँ दादा? रुकुम चाहिँ रोल्पा कहाँ दादा? कालाघर तालाबाङ ए तालाबाङले खाम चाहिँ पाँच तालाबाङमा पनि खाम बोल्नुहुन्छ त्यही भएर त ओके। हामी के यात्रामा छौँ भन्नु न हजुरलाई प्लिज। भूमिको यात्रामा ओके। भूमि पर्वको फुल टिप्ने यात्रामा छौँ होइन त? हाम्रो नेपाल मगरसँग जापानको मासिजी हुनुहुन्छ। पूजा गरेर फुल टिपेर फर्किने क्रममा छौँ। निकै नै सभ्य र भव्य भएको छ। ओके थ्याङ्क यू। हेलो सर, नवीन सर, केही भन्नु थियो कि हजुरले भूमि पर्वको बारेमा? प्लिज नमस्कार बोलाउँ न केही कुरो। तपाईँ जस्तो चाहिँ राम्रो मान्छे भन्नु बोलेर कहाँ हुन्छ यार? जस्तो राम्रो भूमि पर्व आयोजना गरेको छ होइन? हो को यो राम्रो मान्छे? हाम्रो संस्कार र संस्कृतिलाई कसरी जोगेर्ना गर्ने भन्ने कुरा चाहिँ हामी आफैले मनन गरेर यसरी मनाइरहेको छौँ। एकदमै अफकोर्स है त। हजुर थ्याङ्क यू है। थ्याङ्क यू। तपाईँको मिसेज चाहिँ हाम्रो रोल्पाली चेली हुनुहुन्छ, मगर्नी चेली हुनुहुन्छ। हजुरलाई चाहिँ यो भूमि पर्वको चाहिँ यो कति पटक अनुभव हो तपाईँको? यो चाहिँ दोस्रो पटक। हजुरहरूकोतिर भूमि पर्वको विषयमा केही त्यस्तो चाहिँ मनाइन्छ या यस्तो केही त्यस्तो थाहा छ हजुरलाई? हो भूमि पूजा भन्ने हिसाबले। ए थ्याङ्क यू हजुरलाई है त।
के छ त नि रोल्पा समाज जापान लेखिएको छ यहाँ चाहिँ उहाँहरू खट्नुभएको छ। रोल्पा समाज जापान र पूर्वी रुकुमिली समाज जापानको यो संयुक्त आयोजनामा यहाँ बाबिक्यू भइराखेको छ। भर्खरै चाहिँ फुल टिप्ने काम सकिएको छ र उहाँहरू चाहिँ निकै कामबाद गरिरहनु भएको छ। साथीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद है हजुर। खासमा भिडियो बनाउने मान्छे उहाँ हो, उहाँ आज चाहिँ काममा खटिनु भएको छ। अनि सिमास है हो हो रुकुम समाजको नाम राख्नु पर्यो नि हो नि हो नि एकदमै हो एकदमै है। यहाँहरू चाहिँ एकदमै थ्याङ्क यू सो मच। ल यता डान्स गर्दै है हो 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 मिलाएर हुन्छ नि त हैन हो नि एकदमै थ्याङ्क यू यार धेरै धेरै धन्यवाद। यो श्रीपुरा चाहिँ गम्बाटी गरिरहनु भएको छ उहाँहरूले सबैजनाले। यो चाहिँ अहिले भटाभट खाने हो अब एकछिनमा चाहिँ। अध्यक्षज्यू हजुर थोरै भूमिको यस आज चलिराखेको छ। हाम्रो रुकुमिली समाज र पूर्वी रोल्पाली समाज दुवैजनालाई चाहिँ म बधाई भन्न चाहन्छु। थोरै 2 शब्द जाउँछु त ल। सम्पूर्ण नमस्कार। रोल्पा समाज जापान र पूर्वी रोल्पा समाज जापानको संयुक्त आयोजनामा अहिले हामी आज 21 तारिक आइतबारको दिन टोकियोको खासाई निकाय पोइन्टमा चाहिँ अहिले भव्य रूपमा चाहिँ हामीले भूमि मनाइरहेका छौँ। विशेष गरेर अब मगर जातिले मनाए पनि रोल्पा रुकुम दाङ आसपासका क्षेत्रमा चाहिँ विभिन्न क्षेत्रमा विभिन्न जाति सबै सम्पूर्ण प्राणीहरूले अर्थात् मानवले मनाउने यो भूमि पर्व हामीले केही वर्षदेखि मनाउँदै आइरहेका थियौँ। यो पटक चाहिँ पूर्वी रुकुम संयुक्त आयोजना गर्न पर्दा हामी एकदम खुसी नै छौँ। यो वर्ष मात्र नभएर अन्य वर्षहरूमा पनि आगामी वर्षहरूमा पनि रोल्पा रुकुम समाज जापानको चाहिँ संयुक्त आयोजनामा चाहिँ यो भूमि पर्व रहनेछ। तपाईँ सम्पूर्णलाई फेरि पनि असार 1 देखि मनाउने भूमि पर्वको हार्दिक शुभकामना। थ्याङ्क यू सो मच। एक मन मात्रै छ यार। लक्ष्मण सर यहाँ सालीहरूलाई धेरै देखेर एकदम बिहोस हुनुभएको छ यहाँ। लक्ष्मण दाइलाई देखेर बिहोस भइसक्यो एकदम ए लाइन त म पनि लागिहाल्नु क्या धेरै धेरै धन्यवाद। रोटी त रोलबाटै ल्याएको छ गरौँ न के हालिदिनु चम्चा हालिदिउँ न ल। थ्याङ्क यू मसित हाल्यो गाजर गाजर वाली मुलामा थ्याङ्क यू। यो विङ्स विङ्स ए हो कसलाई उद्घाटन गरी हामी त है थ्याङ्क यू थ्याङ्क यू है के भयो त्यस्तो तपाईँको? हाम्रो चाहिँ अब पूर्वी रोकमको चाहिँ हाम्रो वरिष्ठ सल्लाहकार हुनुहुन्छ। उहाँ बेला बेलामा सन्किनुहुन्छ है फेरि हो नसकिने भयो नसकिने ह्याप्पी यसरी खाइरहेको छ नि साथीहरूले। ल के हो मान्छेहरू लुकी लुकी यस्तरी त भएन नि त। जे सियो खाएर आएको थियो तिम्रो नाम हजुर बाग्लुङ खाम बोल्नु होइन बोल्नु त्यसरी नावा नपाँचेर हो हजुर नि बोल्नु हुँदा है कुन बाहुनी भन्नु त ल। उपाध्याय जयसी
धेरै खतरा रहेछ त्यसो भए। सुँगुरको मासु खुवाउन ल्याएको ठिक छ त वेलकम होइन सुँगुरको मासु अनि मासु घर चाहिँ कहाँ त हजुरको चाहिँ मेरो चितवन भूमि पर्वको विषयमा चाहिँ योभन्दा अगाडि केही थाहा थियो हजुरलाई सुन्न त सुनेको तर अहिलेसम्म त्यही भोग्न चाहिँ पाएको थिएन देख्न चाहिँ पाएको थिइनँ किनभने हाम्रो त अब पूर्व र पश्चिम पऱ्यो नि त त्यही भएर थाहा छैन आज चाहिँ बहिनीसँग भेट भयो चितवन भने चाहिँ रेणु ढालको चाहिँ पक्षधर हो कि विपक्षी त हामी चाहिँ छिमेकी नै हो म चाहिँ रेणु ढालको चाहिँ बिग फ्यान चाहिँ हो बिचरा हार्नु हो कि उहाँ चाहिँ हामीले दिदीको त छिमेकी नै हो हामी नि फ्यानै हो हामी भोटर नै हो हो भोटर पनि हो त भाइ हजुर भोट दिनुभयो भने हजुरले हामी चाहिँ अहिले यहाँ पहिले यहाँ भएको भएर चाहिँ दिन पाएन योभन्दा अघिल्लो वर्षमा चाहिँ ए दिएको दिदीलाई चाहिँ बागलुङमा चाहिँ यो भूमि पर्व मनाउनु हुन्थ्यो तपाईँहरू यता हेरेर खाल बजारहरू थाहा छ मलाई भाइरल बनाउँदैन त्यसपछि छिर्छ है त छिर्छस् लगभग सिदिन लाग्छ कि चाहिँ कति धेरैदेखि चाहिँ हेलो लाइनमा कति टाइम चाहिँ लाइन लाग्यो 1 घन्टा कति 30 मिनट अलमोस्ट म खाइसकेँ हजुर चाहिँ कति मिनट चाहिँ पर्खिनु भयो नि भन्नु त ल दिइरहेछ मलाई यस्तरी भिडियो खिच्ने मान्छे भएन कि अघि मैले लिने बेला साँच्चै ओके
भाउजूसँग उता भोरै मेरो बढैनी अगाडिको अर्को मेरो बढैनी ए लास्ट ngasalio leo है लास्ट ngasalio ओके ma ठीक रुको तो कसरी राखो है है एकदमै ताजी त्यसै चाउस ताजी नमस्कार त्यसै माता भाउजू पनि फिल्म पाउनु भयो कसलाई खोज्यो मेरो छोरी हरायो बिना छोरी हराएको सूचना यहाँ गरिबा
ओ माई गड यो टोलीलाई चाहिँ भिडियो खिच्नु पऱ्यो क्या जसरी भए पनि यो टोलीलाई चाहिँ भिडियो खिच्नु पऱ्यो अलि राम्रो नाच्यो नि फेरि यो रुखले छेक्दो रहेछ उसलाई चाहिँ वाउ 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 यसलाई लिनै पऱ्यो नि